दैलेखमा जन्मेको मान्छे मनोज गेवाली हैन, आजभन्दा चाहिँ 25 वर्ष पहिला 30 वर्ष पहिला दैलेखको एउटा त्यो कुनामा जन्मेको मान्छे, अनि यसले चाहिँ महिनाको कुनै दिन चाहिँ गएर वर्षको चाहिँ यसको 2.5 करोड रुपियाँ स्यालेरी हुन्छ भन्दा पत्याउँथ्यो होला, मान्छे हाँस्थ्यो होला नि। छ त, इट्स रियल लाइफ स्टोरी। किन छैन? मतलब आज नेटमा काम गरेर, इन्टरनेटमा काम गरेर, आउटसोर्सको काम लिएर चाहिँ 10 लाख रुपियाँ कमाएको छ, त 3-4 लाख मात्र भने हो नि। भने हामी होपफुल कुरा सुन्नै चाहन्नौँ, नेगेटिभ कुरामा फोकस हुन्छौँ, त्यो चाहिँ नगरौँ। हरेक मान्छेमा, हरेक युथमा एउटै चिज गर्नुपर्छ भन्ने छैन। पहिलो कुरा तपाईँले आफूलाई चिन्नुहोस्। हरेक मान्छेमा स्किल फरक फरक छ, हरेक मान्छेको एटिच्युड फरक फरक छ, हरेक मान्छेको इन्ट्रेस्ट फरक फरक छ, हरेक मान्छेको नलेज लेभल फरक फरक छ, र हरेक मान्छेको सोसियल फ्यामिली स्ट्याटस फरक फरक छ। त्यस कारणले म त के भन्छु, पहिला आफूलाई चिन्नुहोस्। तपाईँको इन्ट्रेस्ट लाइफमा केमा छ, तपाईँ के गर्दा खुसी हुन्छ, तपाईँको स्किल केमा छ, तपाईँको फ्यामिली ब्याकग्राउन्डले केलाई सपोर्ट गर्छ, र जिन्दगीमा के गर्न चाहनुहुन्छ। एकचोटि आफूलाई टाइम दिनुहोस्, मजाले ध्यानमा बसे जस्तै गरिकन आफूलाई चिन्नुहोस्, र त्यो अनुसारको तपाईँको आफ्नो करियरको गोल सेट गर्नुहोस्। अनि सबै चिजहरूले तपाईँलाई कतापट्टि लिएर जान्छ त्यहाँ जानुहोस्। त्यसरी तपाईँ मुभ गर्नुभयो र कन्टिन्युसली लाग्नुभयो भने चाहिँ गजब गर्नुहुन्छ। देखासिखीमा लाग्नुभयो, अर्काले गरेछ भनेर लाग्नुभयो, लहलैमा लाग्नुभयो भनेपछि तपाईँ कहाँ पुग्नुहुन्छ भन्ने थाहा छैन। म पोखरा जानको